जिङ्गु बेल तनी गाई 276 डेको मिनी ब्लगको सुरुवात हुँदैछ कुछ यसरी बिहान बिहान पसल आउनेको साथ सरसफाई सुरु हेर्न सक्नुहुन्छ पुरै जसले कामधाममा लागिसकेछु म र सबैजना मिलेर अनि आज एउटा नयाँ कुरा के गर्नेवाला छु मैले जुन सरप्राइज छ सबैलाई केही दिनमा भन्छु। त्यसपछि एकजना बहिनी हाम्रो चन्द्रदेखि माला फ्रेम बनाउन आथिन् जुनलाई बनाएर पठाए खुसी बनाए। म त कामधाममा बिजी थिएँ, हाम्री बहिनी टिकटक बनाइरहेछिन्। आकमतक नि यस्तै केही गाना थियो जुन बहिनी बनाइरहेथिन्, म कामधाममा लाइरहेको। त्यसपछि एकजना कप बनाउन आउनुभएको थियो 6-7 वटा जुन बनाएर खुसी बनाइ पठाइम जुन लिएर जानुभयो। त्यसपछि हाम्रो एकजना भाइ आएको थिए जुन उनी मेरी क्रिसमस भन्दै उनले हामीतिरबाट यो क्रिसमस टोपी दिम जुन हेर्न सक्नुहुन्छ। लाइक क्या दामी देखिरहेको थियो उनलाई। हाम्रोमा दिन प्रतिदिन सङ्घ संस्थाहरूको कामदाम एकदम आइरहेको छ हेर्न सक्नुहुन्छ। यो पनि एकजना संस्थाको काम थियो जुनलाई 45-50 वटा फ्रेम बनाइदिन थियो जुन पुरै डिजाइनहरू बनाइरहु, यता मिलाइरहु, उता मिलाइरहु, हेरिरहु, लेखिरहु, मिलाइरहु काम गरेको छु। त्यसपछि प्रमाणपत्रको काम साम सकाएर म गए फ्रेम फ्याक्ट्रीतिर आफ्नो जुन सिसा कटिङ कामहरू थियो थुप्रै जुन गरिरहेको छु हेर्न सक्नुहुन्छ भ्याइरहेको। त्यसपछि त्यहाँ पनि सबै सामान मिलाएर त्यताको पसल बन्द गरेर म यसो वकिङ गर्दै घुमिएँ अनि घुमेपछि ब्याक टु पसल पनि आएँ। घुमेसँगै पसल आएको गमलाहरू सबै मिलाएर राखेँ। त्यसपछि सबै सामानहरू राख्न लाएँ। अब रात परिरहे एकदम जुन मिलाउँदै अब घर जानुपर्छ भन्दै सबै सामान राखेँ मिलाइ म अब लागेँ घरतिर। आज यही भन्दै मिनी ब्लग ओभर गाइज, बाइ बाइ, भोलिबाट